माझबाट डर मर्दो रहेछ। यहाँ त घैला सैडा पनि निक्लिन्छन्, हात पनि निक्लिन्छन्। एक्लै एक्लै यति टाढा जानु पर्दो रहेछ। धुलो छ है। जाँदैछु। धेरै टाढा छैन अब यहाँबाट, छैन भन्दा पनि छ अब 4 किलोमिटर जति होला है। हेर्न सक्नुहुन्छ छपडीतिर लाग्यो। स्कुटी लिएर गएको आज हस्बेन्ड र म। पोहोर त यहाँ सबै तोरी गरेर थियो, यसपालि चाहिँ सबै मासै मात्रै रहेछ कि। म देखाउँदैछु तपाईँहरूलाई कसरी चाहिँ दोलङा पार गर्नु पर्दो रहेछ, कस्तो रहेछ दोलङ, कति टाढाबाट दुध ल्याउनु हुँदो रहेछ मेरो मालिकले। एउटा ब्रह्मपुत्रको खुदी हो, सानो एउटा नालो, खराई खुदी भन्छ। बर्खा त यहाँ बाटैदेखिबाट पानी हुन्छ कि, अहिले चाहिँ छैन, अहिले त सुकिरहेछ। अप्ठ्यारो छ ठाउँ पनि, म त पहिलोचोटि आएँ। दोलङमा चाहिँ नाम्नुपर्छ, ननामे चाहिँ अब लडिएला के होला। रहौँ जान्दछु। मेरो हस्बेन्ड चाहिँ जाँदै हुनुहुन्छ स्कुटीमा, र म पनि छु। यो पार गरेर पनि प्राय 4 किलोमिटर जानुपर्छ भित्र। मिरी गाउँ छ, गाउँ पनि म तपाईँहरूलाई देखाउँछु।